हेलो एभ्रिवान, नमस्ते। म चाहिँ यहाँ जापानको शिबुकावा भन्ने ठाउँमा छु। आज मेरो बाबु नानीलाई खेलाउन लिएर आएको यहाँ नजिकै घरको नजिकै पार्कमा। घर नजिकै यस्तो खेल्ने सुविधा छ बच्चाहरूलाई चाहिँ। यहाँ पार्क छ। 1-2 मिनट हिँडेपछि नजिक पार्क बनाइदिन्छ बच्चाहरूलाई खेल्नको लागि। अनि मेरो बाबु, मेरो नानी, यस्तो खेल्ने कुराहरू छन् यहाँ। कुनै पनि चार्ज लाग्दैन, यो चाहिँ फ्रीको पार्क हो। खेल्ने पनि छ अर्को यसरी माथिबाट गएर खेल्ने चाहिँ बाबु चाहिँ त्यहाँ माथि बसेर आऊ कि नआऊ भन्ने जस्तो भइरहेछ, डराइरहेछ। अस्ति आएको थियो, आज अलिक डराएछ किन हो खै। आऊ छोरो, आऊ 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 आऊ। अनि यता यस्तो छ, यहाँबाट माथि जाने। अनि यता सिँढी चढेर त्यहाँबाट चाहिँ चिप्लिने। यता चाहिँ अलिक सानो रहेछ। अनि यतापट्टि क्लाइम्बिङको जस्तो देखियो। यो बच्चाहरूले ह्यान्ड पावर बढाउनको लागि पनि होला सायद। अनि झुन्डिने, छिर्ने अनि यहाँ पनि छ। ठुलो मान्छेले पनि गर्न मिल्छ, यो पुलअप गर्न मिल्छ। यहाँबाट जाने, यहाँबाट जाने। यहाँ डोरी छ, डोरीबाट छिर्ने। बाबुको मम्मी पनि गइरहेछ। बाबुले सकेन भनेर अस्ति त सकेको थियो, आज खै के भयो, डरायो। हजुर, ल ल ल हजुर। नानी चाहिँ यताबाट जान खोजिरहेको छिन्। सक्छौ आफै, आउन त नि। ल सक्दिनँ हो, ल जाऊ त, बाबाले तिमीलाई समाइदिन्छु। ल जाऊ 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 जाऊ, ल जाऊ त। ल झुन्यौ। मेरो छोरोले सकेन। ल यहाँबाट जाऊ त। यो यहाँ टेका, त्यसपछि अर्को खुट्टा यहाँ टेक्ने, यहाँ माथि डोरी समात्ने। अनि अर्को खुट्टा यहाँ टेक्ने, अनि अर्को खुट्टा उता माथि टेक्ने। हो यहाँ टेक्ने, यहाँ यसमा टेक्ने। अनि माथि जाऊ। ल समात, डोरी समातेर माथि जाऊ। हो यसरी। उता अब यताबाट त्यहाँबाट माथि आउने। भाइ डराएको छ अरे, कति डराएर आएको थियो। आयो फाइनल्ली सक्सेस भयो, उसले सक्यो। अब फेरि जाँदैछ अर्कोचोटिको लागि। अब यताबाट आउँदैछ, त्यहाँबाट हेर्दैछ भाइले फेरि। ल नानी पनि आउँदैछिन्, गर्दैछिन्। ल यस्तै छ। अनि यहाँ चाहिँ बसेर हेर्ने, रेस्ट गर्ने ठाउँहरू पनि छ। अनि यता पिङ पनि छ। पिङ खेल्नलाई मन लाग्यो भने यहाँ देख्न सक्नुहुन्छ। पिङ पनि छ यहाँ। ठुलो मान्छेले पनि खेल्न मिल्दो रहेछ। अनि टोइलेट बाथरुमको सुविधा छ जापानमा। यहाँ मान्छे कोही नभए पनि अति सफा सुग्घर छ टोइलेटहरू पनि। सबैले सिस्टमलाई फलो गर्छन्, फोहोर गर्दैनन्। अनि दौडिँदैछ बाबु, बस्ने सिटहरू है। अनि खेलिसकेपछि सफा गर्नलाई हात खुट्टा धुनु पर्यो भने यहाँ पानी पनि आउँछ। खोलामा आउँछ कि आउँदैन चाहिँ हेरौँ है त। आएर चाहिँ पानी पनि आयो। त्यहाँ जाँदैछ नि, त्यो चाहिँ घोडा जस्तो हल्लिने छ। फेरि घोडा जस्तो हल्लिने छ। बाबु खेलिसक्यो। नानी नानीले खेलिन्। यो घोडा जस्तो हल्लिन्छ। छोरो हेलो भनिदेऊ, नमस्ते भनिदेऊ। रमाइलो गर्दैछ। अनि यहाँ जमिनी होला, यहाँ बस्ने यस्तो छ। चौर दौडिन मन लाग्यो भने वार्मअप गर्नको लागि सानो चौर पनि छ। यति नै छ।
दौडी फेरि त्यही मन परेको छ बाबु नानीलाई चाहिँ त्यो चिप्लिने। ल बाई बाई नमस्ते, आजलाई यति नै। फेरि नेक्स्ट एपिसोडमा अर्को नयाँ कुनै ठाउँको लिएर आउनेछौँ। हेरिदिनु भएकोमा धन्यवाद।